आसेवारो नमस्कार। लिम्बू लर्निङमा हजुरहरूलाई फेरि पनि एकपल्ट स्वागत गर्दै म विनय लिम्बू आज एउटा छुट्टै विषय लिएर हजुरको माझमा उपस्थित भएको छु। र आजको विषय के हो भन्दाखेरि हामीले कसै व्यक्ति है कसै व्यक्तिलाई अथवा कसैलाई साथी होस् या कसै मानिस होस् या कुनै व्यक्ति किन नहोस् र उहाँलाई हामीले बोलाउनु पर्दाखेरि लिम्बू भाषामा कसरी बोलाउने है। जस्तै नेपालीमा हामीले बोलाउनु पर्दाखेरि त्यो व्यक्ति है उहाँ जुनसुकै सिचुएसनमा अथवा जुनसुकै पोजिसनमा छ भने पनि तपाईँ यहाँ आउनुहोस् अथवा तिमी यता आऊ भन्दाखेरि हामीले एकै तालमा हामीले नेपाली भाषामा बुझ्न सक्छौँ। तर लिम्बू भाषामा त्यस्तो हुँदैन। लिम्बू भाषामा जो व्यक्ति हामीले बोलाउनेवाला छौँ उहाँको पोजिसनलाई हेरेर लिम्बू भाषामा बोलाउनु पर्छ। जस्तै जो व्यक्ति हामीले बोलाउनु पर्नेछ ऊ व्यक्ति हामीभन्दा तल छ भने है लिम्बू भाषामा कसरी बोलाउने। जस्तै नेपाली भाषामा त आफूभन्दा तल किन नहोस् या माथि पर जता भए पनि तिमी यहाँ आऊ भन्दा बुझ्छौँ भने लिम्बू भाषामा त्यस्तो हुँदैन। लिम्बू भाषामा आफू जहाँ बसेको छ त्यहाँदेखि तल छ भने आफूभन्दा मुनि छ भने उहाँ व्यक्तिलाई चाहिँ हामीले बोलाउनु पर्दाखेरि कथो थाङे भनेर यता माथि आऊ भनेर हामीले बोलाउनु पर्छ है। जस्तै आफूले बोलाउने व्यक्ति आफूभन्दा माथि छ भनेदेखि है र लिम्बू भाषामा चाहिँ क यो ये भनेर भन्नुपर्छ। क यो ये है माथिबाट उँधो बोलाउँदा क यो ये, यदि तलबाट माथि बोलाउँदा कथो थाङे या वरपर आफूभन्दा यताउता छ भने चाहिँ कतना फेरे भनेर हुन्छ। कतना फेरे भनेपछि चाहिँ तेर्सो भनेर बुझ्नुपर्छ। चाहे आफूभन्दा पर होस् या आफूभन्दा वर होस् र तेर्सो बोलाउनु पर्दाखेरि चाहिँ फेरे भनेर हामीले युज गर्नुपर्छ। कतना फेरे र आफूभन्दा उँधोदेखि उँभो बोलाउनु पर्दा कथो थाङे यतामाथि आऊ। इक्जाम्पलको तौरमा हामीले लिन सक्छौँ कि खाना खानुको लागि बोलाउँदा है आफू माथि छ र तलको मान्छेलाई बोलाउनु छ भनेदेखि चाहिँ चासे कथो थाङे, तक चासे कथो थाङे है। उँधोबाट उँभो बोलाउँदा है कथो थाङे, तक चासे अथवा चासे कथो थाङे। या माथिबाट उँधो बोलाउनु पर्दाखेरि चाहिँ तक चासे या चासे क यो ये हुन्छ है। र यताउताबाट बोलाउनु पर्दाखेरि चाहिँ चासे कतना फेरे है, तक चासे कतना फेरे भनेर हामीले बोलाउनु सक्छौँ। अहिलेसम्म त खालि एकैजना को मात्रै कुरा गर्दै थियो, एकैजना मानिसको कुरा गर्दै थियो अथवा एकैजना व्यक्तिको कुरा गर्दै थियो भने अब हामीले दुईजना व्यक्तिको कुरा हामी गर्छौँ है। जस्तै आफूभन्दा उँधो है उँधोबाट उँभो बोलाउनु पर्दाखेरि दुईजना व्यक्तिलाई चाहे खाना खानु होस् या कुनै काम विषयको लागि हामीले बोलाउनु पर्दाखेरि उँधोबाट उँभो बोलाउँदाखेरि दुईजनालाई बोलाउनु पर्दा हामीले कथो थाङेसे भनेर बोलाउँछौँ है। जस्तै माथिबाट उँधो दुईजनालाई बोलाउनु पर्दाखेरि क यो येसे भनेर बोलाउँछौँ भने तेर्सो यताउता यत्र तत्र भएको व्यक्तिलाई हामीले आफ्नो छेउमा बोलाउँदाखेरि कना फेरेसे भनेर दुईजनाको विषयमा हामीले फेरेसे थाङेसे येसे भनेर हामी कुरा गर्छौँ है। अब यो भयो दुईजनाको र अब रह्यो दुईजनाभन्दा बढी व्यक्ति है, दुईजनाभन्दा बेसी मानिसलाई अथवा व्यक्तिहरूलाई हामीले बोलाउनु पर्दाखेरि कसरी बोलाउने। जुन पोजिसनमा हामीले पोजिसनको कुरा गर्दैथ्यौँ है, आफूभन्दा तल भएको व्यक्तिलाई हामीले माथि बोलाउँदाखेरि जुन व्यक्ति दुईजनाभन्दा बेसी छ है र उहाँहरूलाई हामीले उँभो बोलाउनु पर्दाखेरि कथो थाङेम्मे भनेर हामी बोलाउँछौँ। कथो थाङेम्मे है। जसरी माथि भएको व्यक्तिहरूलाई हामीले उँधो बोलाउँदाखेरि चाहिँ क यो येम्मे भनेर हामी बोलाउँछौँ। यो भनेको चाहिँ धेरै व्यक्तिहरूलाई हामीले माथिदेखि उँधो बोलाएको। अब रह्यो तेर्सोमा है वर होस् या पर होस् है, वर या अथवा पर भएको धेरै व्यक्तिहरूलाई आफू भएको जग्गामा बोलाउनु पर्दाखेरि कना फेरेम्मे है, फेरेम्मे भनेर तेर्सो भएको व्यक्तिलाई हामीले बोलाउँछौँ। सेखासङ अर आताङ बाताङ मासिरे कुसिङकिनी तुमिरा भाङ अर अनि लिङसाङ चोगिगे खेल चोगुले कम्भारे लागि अर आसेवारो।